अहिले चाहिँ के छ भनेदेखि अहिले चाहिँ संसारिक कुराले चाहिँ आज इसाई आमा दिदी बहिनीहरूमा थिचिसकेको छ। संसारको कुराले आज संसारले आज 50-50% दिएको छ भने आज आमाहरूले त्यही कुरो खोज्छ, आजको छोरा छोरीहरूले त्यही कुरो खोज्छ 50-50 है। आज परमेश्वरले चाहिँ तर हामी जब इसाई बाइबलमा जब हेर्छौँ भने तेरो श्रीमान चाहिँ के हो? श्रीमान चाहिँ हाम्रो के हो? शिर हुनुहुन्छ। अनि शिरलाई कसरी कुल्चेर हिँड्नु सकिन्छ त? सकिँदैन नि त। शिरलाई त सधैँ सिरोपर गरेर राख्नु पर्यो नि। अनि पतिको शिर चाहिँ को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। अनि आज परमेश्वरदेखि मुनिको श्रीमान जो तपाईँ हाम्रो घरमा आज श्रीमान हुनुहुन्छ, उहाँ चाहिँ तपाईँ हाम्रो शिर हुनुहुन्छ। जब तपाईँले आफ्नो श्रीमानलाई त तपाईँ लत्याएर हिँड्नुहुन्छ, उहाँलाई मुख लागेर हिँड्नुहुन्छ, उहाँसँग बराबरसँग तपाईँले दाजिएर हिँड्नुहुन्छ भने परमेश्वरलाई तपाईँले कदाचित प्रेम गरेको हुँदैन। कहिले पनि प्रेम गरे यो नसोच्नुहोस् कि मैले मेरो पतिलाई चाहिँ मेरो बसमा राखेको छु, म परमेश्वरको सेवा, यो तपाईँ गलत हुनुहुन्छ। यहाँनिर तपाईँहरू गलत हुनुहुन्छ। किनभने परमेश्वरले चाहिँ हाम्रो श्रीमान चाहिँ हाम्रो शिर बनाएर राख्नु भएको हो। परमेश्वरले उहाँको हाडबाट निकालेर हामीलाई बनाउनु भएको हो। त्यो अधिकार परमेश्वरले हामीलाई एउटा सामन्त रूपले दिनुभएको छ, तर कुल्चिने अधिकार दिनुभएको छैन। शिरै हो अनि हामी नै हौँ। र यसकारण आज हामी चाहिँ परमेश्वरको राज्यको कार्य गर्दाखेरि चाहिँ हामी सधैँ नै आफ्नो शिरलाई चाहिँ उच्च राखेर हामीले परमेश्वरको राज्यमा अगाडि बढेर जानुपर्छ। आज कति विचलित भएर पतिसँग कतिजना नबोलेर पनि यहाँ आउनु भएको होला, तर यो होइन। आज हामी आमा घर गृहस्थीलाई बनाउने चाहिँ एउटा स्त्री जाति नै हुन्छ। एउटा स्त्रीले नै आफ्नो परिवारलाई सम्हाल्न सक्छ। एउटा स्त्रीले नै बिग्रेको कुरालाई बनाउन सक्छ। आज बिग्रिँदै गरेको कुरालाई सपार्ने पनि स्त्री जाति नै हुन्छ। आज हामीले चाहिँ नम्र हामीले सेवा गर्दैछौँ नि त। यदि आज हाम्रो घरमा बस्ने श्रीमानहरू आज ती दाजुभाइहरू आज उहाँहरू सङ्गतिमा छैन भने तपाईँले झुकेर नम्र भएर उहाँहरूलाई सरी भन्दाखेरि के बिग्रिन्छ? परमेश्वरको त गल्ती नै थिएन, तर पनि त तपाईँ हाम्रो लागि क्रुसमा मर्नु भएन? तपाईँ र मेरो पापको लागि उहाँ बलिदान हुनुभयो। उहाँको के कसुर थियो? केही पनि थिएन। प्रभुको वचनले भन्दछ, म जस्तो छु तिमीहरू त्यस्तै हो, म जस्तो पवित्र छु तिमीहरू त्यस्तै हो भनेर परमेश्वरको वचनले भन्छ। त आज तपाईँ र मैले कसरी क्रिस्टलाई बोकेर हिँडिराखेका छौँ? आज हामी लेडिजहरू औटर लगाउँछौँ नि, आज त्यो औटर लगाएको जस्तै तपाईँले ख्रिस्टलाई बोकेर हिँड्नु भएको छ भनेदेखि चाहिँ आज तपाईँले जसरी कुल्चेर हिँड्दा पनि हुन्छ है। जसरी कुल्चेर हिँड्दा त्यो औटरको कोही मूल्यै छैन। हामीलाई जस्तै त्यो औटर लगायौँ, त्यो हामीले एउटा फेसनको लागि लगाएको हो नि त। त्यसले हामीलाई न जाडो थाम्छ, न त त्यसले हामीलाई घामको तापदेखि नै हामीलाई बचाउँछ, न ठन्डादेखि नै बचाउँछ। तर हामीले आफ्नो एउटा खुसीको लागि, एउटा आफूलाई शरीरमा यसो अर्काले देख्दाखेरि एउटा म्याच होस्, हामीलाई राम्रै देखोस् भन्ने हेतुले चाहिँ हामीले त्यो लगाउँछौँ नि, त्यो पहिरन लगाउँछौँ। त्यो एउटा बाहिर ओर्ने खास्टो। जसरी हाम्रो यो पहिरन हामीले लगाएका छौँ, यसले हाम्रो शरीरलाई, हाम्रो नङ्गतालाई ढाक्ने काम गर्दछ। त्यो औटरले हाम्रो नङ्गतालाई ढाक्ने काम गर्दैन नि, त्यो खास्टो ओढेको। अनि यदि आज तपाईँहरूले पनि ख्रिस्टको नाम चाहिँ खास्टोसँग मात्रै ओढिराख्नु भएको छ भने चाहिँ आज हामीले जसरी पनि कुल्चेर हिँड्न सक्छौँ प्रियहरू। तर जब तपाईँ ख्रिस्टलाई चाहिँ आफ्नो हृदयभित्र बोकेर हिँड्नुहुन्छ भनेदेखि चाहिँ तपाईँको पाइलामा परमेश्वरको पवित्रता झल्किन्छ। पाइलामा तपाईँको नम्रता तपाईँको झल्किन्छ। तपाईँलाई हेरेर मानिसहरूले तपाईँले हामीलाई क्रुस झुन्डाएर हिँड्ने जरुरत पर्दैन। तपाईँ र मेरो आचरण र व्यवहार देखेर तपाईँ चाहिँ क्रिस्चियन हो भनेर अन्य जातिले पहिलाबाट चिन्ने गर्छ। किनभने उहाँहरूले तपाईँ र मेरो मुहारमा चाहिँ ख्रिस्टको झलक उहाँहरूले देख्दछ। आज चाहे अन्य जाति किन नहोस्, तर तपाईँ र मेरो आचरण, हाम्रो व्यवहारले गर्दाखेरि आज हामीबाट चाहिँ परमेश्वरको राज्यको कार्य चाहिँ त्यहाँनिर चाहिँ आज प्रचार भएर जाँदछ। आज तपाईँ र मैले ठुलो
ठुलो स्वरले माइकले यहाँनिर बजारमा प्रचार गर्न पर्दैन। तर इसाईको काम एउटा साधारण जीवन जिएर पनि हामीले हजारौं लाखौं मानिसको हृदयलाई परिवर्तन गर्न सक्छौँ। किनभने ख्रीष्टको वचनले भन्छ पहिलो सुसमाचार चाहिँ तिमीहरूको जीवन हो, तिमीहरूको चरित्र हो, जुन चरित्रले चाहिँ आज ख्रीष्टको प्रचार गर्दछ। अनि आज तपाईँ हामी आमा दिदी बहिनीहरू आज हामी चाहिँ एउटा ख्रीष्टका उदाहरणहरू हौँ। अनि आज हामी चाहिँ एउटा ख्रीष्टमा उदाहरण भएर हामी जिउन पर्छ। अनि आज हाम्रो सङ्घर्ष, हाम्रो यो लडाइँ छ है। जब हामी यहाँनिर इफिसियसको पुस्तकलाई हामी हेर्नेछौँ, अघि मैले भन्दै थिएँ 6:12 मा यहाँ लेखेको छ, किनकि हाम्रो यो लडाइँ त मानिसहरूको विरुद्धमा होइन, तर प्रधानताहरू र अधिकारहरू, यस अन्धकारका संसारिक शासकहरू र स्वर्गीय स्थानमा दुष्टाइका आत्मिक सेनाहरूको विरुद्धमा हो। हेर्नुहोस् त, आज किन हामीलाई संसारिक कुरा किन मनपर्छ है? आज यो हाम्रो प्रभु येशूमा भएको कुरा होइन नि, यो चाहिँ आज यहाँनिर दुष्टले चाहिँ आज लडाइराखेको छ, इसाईहरूलाई नाङ्गो बनाइसकेको छ। आज जे पनि कम्प्रोमाइजमा जीवन जिइराखेको छ। अहिलेको हाम्रो नानीहरूलाई भन्यो भनेदेखि भइहाल्छ, हामीलाई त कोदे सम्झिन्छ, केही पनि जान्दैन भनेर सम्झिन्छ है। उनीहरूले बुझ्दैन हामीले भनेको कुरा। उनीहरूलाई सबै संसारसँग दाजिएर हिँड्न मनपर्छ, संसारसँग एउटै हलोमा जोतेर हिँड्न मनपर्छ। अनि यसै कारणले गर्दाखेरि चाहिँ आज लडाइराखेको छ, दुष्टले लडाइराखेको छ। बेबिचारमा, भ्रष्टाचारमा, मतवालापनमा, डाहामा, निन्दा गर्ने कुरामा आज लडाइराखेको छ। आज दुष्टले यही कुरो त माग्छ नि। आज त्यसै कारण चाहिँ आज यो लडाइँ यो चाहिँ कोसँग हो त? आज तपाईँको श्रीमान, तपाईँको छोराछोरी आज गलत रास्तामा जाँदैछ, के तपाईँको लडाइँ त उहाँहरूसँगको हो र? होइन। उहाँलाई नभन्नुहोस् तपाईँले कहिले पनि तँ बिग्रिस्, तँ नासिस्, तैँले यस्तो गरिस् उस्तो गरिस् भनेर कहिले पनि नभन्नुहोस्। आज मैले मेरो श्रीमानलाई 26 वर्ष प्रार्थना गर्दा नि कहिले पनि मैले तपाईँले यो गल्ती गर्यो भनेर मैले कहिले पनि भनिनँ। कहिले पनि उहाँले कराउँदा मैले मुख उठाएर जवाब कहिले पनि दिइनँ। किन? चुपचाप लागेर। किनभने मेरो सङ्घर्ष चाहिँ उहाँसँगको थिएन, मेरो सङ्घर्ष चाहिँ थियो यो दुष्टहरूसँगको। यो सङ्घर्ष चाहिँ मैले लडेँ। यो सङ्घर्ष मैले लडेर चाहिँ आज परमेश्वरले मलाई विजयी गर्न भयो। अनि आज मलाई सेवाकाईमा जानको लागि बाधा थियो, सेवाकाई म जान पाउँदिनँ थिएँ। आज सेवाकाई आधी बिग्रेको क्रिस्चियनहरूसँग बस्नु साह्रो पर्छ है प्रियहरू। म चाहिँ आधी बिग्रेको क्रिस्चियनहरूसँग बसेको, त्यसले गर्दा मलाई धेरै दुःख थियो। हाम्रो चन्द्रकला, हाम्रो पास्टरनी आमालाई थाहा छ है, म सेवा जान्थेँ। त जब मेरो श्रीमान ड्युटी गएपछि, मेरो नानीहरू स्कुल पुऱ्याएपछि अनि म सेवा जान्थेँ। तर मेरो श्रीमान लन्चमा घर आउनुभन्दा अगाडि म जहीँ पनि सेवा चलाउँ, चाहे म वचन बोलौँ, चाहे मैले लिड गरौँ, जे गरौँ, तर म त्यो भागलाई म चन्द्रकला पास्टरनी आमालाई जिम्मा दिएर म लन्च हुनुभन्दा अगाडि चाहिँ म घरभित्र पसेर चाहिँ म बसेको हुन्थेँ। अनि म आफ्नै घरको ड्रेसमा बसेको हुन्थेँ कि आज मेरो श्रीमानले म चर्च गएको चाल नपाओस् भनेर। तर आज त्यो सङ्घर्ष चाहिँ आज मैले मेरो श्रीमानलाई मलाई चर्च जानु दिएन, तँलाई यस्तो तँलाई उस्तो मैले कहिले पनि भनिनँ। तर मैले परमेश्वरसँग घुट्नामा गएँ, परमेश्वरसँग मैले प्रार्थना गरेँ, रात न दिन मैले परमेश्वरसँग प्रार्थना गरेँ। अनि परमेश्वरले आज त्यो प्रार्थनाको उत्तर आज मलाई परमेश्वरले स्वतन्त्र गर्नुभएको छ है। आज यसरी स्वतन्त्र नगरेको भएदेखि आज म तपाईँहरूको माझमा आउन सक्ने थिइनँ। तर आज मलाई हरेक कुरोमा मलाई आज सपोर्ट गर्नुहुन्छ, चाहे घर गृहस्थीको काम कुरामा होस्, चाहे सेवाकाईको काममा होस्, जेमा पनि होस्। आज म बिहान घरदेखिको आज म 5 बजी बिहान घरबाट 4:30 मा म घरदेखि निस्केको है। अनि आज हर कुरोमा आज मलाई सपोर्ट गर्नुहुन्छ। तर आज स्त्री जातिले नि यो मुखले नै आज घरलाई स्वर्ग पनि बनाउन सक्छ भने यो मुखले नै घरलाई नरक पनि बनाउन सक्नुहुन्छ। आज बिग्रिँदै गरेको व्यक्तिलाई आज तपाईँले अझै बिग्रेको छ, यो त बिग्रेको छ भन्नुहोस् त।
आज उसलाई सप्रेको छ भनेर तपाईँ घोषणा गर्नुहोस् न। मैले मेरो श्रीमानलाई मैले के भनेर मैले घोषणा गर्थेँ भने, प्रभु मेरो श्रीमान चाहिँ संसारमा सबैभन्दा बेस्ट श्रीमान तपाईँले मलाई दिनुभएको छ, म तपाईँलाई धन्यवाद दिन्छु भन्थे कि जब चाहिँ मलाई सेवै जान दिँदैन थियो। त्यो घडीमा चाहिँ मैले त्यो बोल्दाखेरि चाहिँ अब कस्तो चाहिँ सुन्यो होला सोच्नुहोस् त। मैले हर दिन बिहान उठेर आज पनि म त्यो घोषणा गर्छु, तर मेरो श्रीमानको लागि होइन, मेरो 3 जना नानीहरू छ अनि म त्यो नानीको लागि घोषणा गर्छु। साँच्चै परमेश्वरले आज मैले आजसम्म बेस्ट बनाउनु भएको छ, आगे पनि बेस्ट उहाँले बनाउनु भएको छ। अनि आज चाहिँ मैले के घोषणा गरिरहेको छु भने, मेरो देशलाई मेरो मण्डलीलाई मैले आशिषको घोषणा गरिरहेको छु भने आज मलाई बेस्ट भन्दा बेस्ट 3 जना ज्वाइँहरू दिनुहोस् भनेर मैले परमेश्वरमा घोषणा गरेको छु। किनभने आज जब तपाईँ र मेरो बोलीमा चाहिँ जीवन र मृत्युको शक्ति छ भने आज तपाईँ किन त्यो कुरा पुरा गर्न सक्नुहुन्न? किन आज तपाईँ आफ्नो छोराछोरी बिग्रिँदै गरेको देखेर मन फुटाएर तपाईँ संसारको अगाडि बिलौना गर्नुहुन्छ? यदि आज त्यो मन फुटाउन चाहनुहुन्छ भने चाहिँ परमेश्वरको अगाडि गएर मन फुटाउनुहोस् त। परमेश्वरले तपाईँको बिग्रिँदै गरेको छोरालाई, ती ड्रग्स एडिक्टहरूलाई, त्यो व्यभिचारमा गिरेको छोरीहरूलाई, नङ्गतामा फसिएको छोरालाई परमेश्वरले आफ्नो राज्यमा फर्काएर ल्याउनु हुनेछ। प्रभुमा आज कुनै कुरो पनि असम्भव छैन। परमेश्वरमा सबै कुरो आज दुष्टले चाहिँ तपाईँ र मलाई चाहिँ आज लडाउनका लागि यो सङ्घर्ष तपाईँ र मेरो जीवनमा रचिराखेको छ नि, तर विजय परमेश्वरले हामीलाई दिइसक्नु भएको छ। तर त्यो कुरोलाई पक्रिने त तपाईँको काम हो नि त। तपाईँले पक्रेर राख्नु पर्यो नि। आज यता सन्डे गयो सुन्यो, सोमबार पनि गयो सुन्यो, मङ्गलबार हाम्रो त हप्तैभरि सेवा हुन्छ, कुनै दिन पनि हाम्रो रेस्ट छैन, कुनै दिन हाम्रो रेस्ट छैन। सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार, आइतबारदेखिको अर्को आइतबारैसम्म हाम्रो सेवाकाई हुन्छ है। हाम्रोमा कुनै रेस्टै छैन। अनि यो सबै कुरो गरेर पनि आफ्नो छोराछोरी सम्हाल्नु, आफ्नो श्रीमानको देखरेख गर्नु, आफ्नो घर गृहस्थी सम्हाल्नु, सेवाकाईलाई सम्हाल्नु कति चाहिँ कठिनाइ पर्छ होला। तर आज त्यो ताकत, त्यो हिम्मत र त्यो बुद्धि परमेश्वरले आज स्त्री जातिलाई दिनुभएको छ नि त। आज किन चाहिँ त्यो सहनशीलता, त्यो शक्ति परमेश्वरले आज हामीलाई किन दिनुभयो त? त्यो बालक जन्माउने शक्ति स्त्रीलाई किन दिनुभयो त? त्यो पुरुषलाई पनि त दिन सक्नुहुन्थ्यो नि। तर प्रभु जान्नु हुँदथ्यो कि आज स्त्री जातिको सहने शक्ति चाहिँ कहाँसम्म छ भन्ने कुरा चाहिँ प्रभुलाई थाहा थियो। त्यो कुरा आज हाम्रो बाबुहरूलाई छैन है, त्यो वरदान हाम्रो बाबुहरूलाई छैन। तर जुन वरदान तपाईँ र मलाई परमेश्वरले यति ठुलो जिम्मेवारी तपाईँ र मलाई दिनुभएको छ भने आज यो घुट्ना घिसार्ने समय अब आएको छ। आज म घुट्नै घिसार्नुहोस् भनेर म तपाईँलाई भन्दिनँ, किनभने म खुदै पनि घुट्नामा बसिरहने समय छैन है। तर तपाईँ र मेरोमा समय किन छ म भन्छु भनेदेखि चाहिँ तपाईँ आज म त एउटा हाउसवाइफ हो, म घरमा बस्छु, म आफ्नो श्रीमानको, मेरो घर गृहस्थीको म सेवाकाईको देखरेख गर्छु। तर आज तपाईँहरू कतिजना वर्किङ वुमेनहरू हुनुहुन्छ, तर तपाईँ आफ्नो कार्यस्थानमा बसेर पनि तपाईँले परमेश्वरको लागि कार्य गर्न सक्नुहुन्छ। ती मर्दै गरेको ती गल्लीका मोडहरूमा लडिराखेको ती बालकहरूको निम्ति तपाईँ आँसु बगाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँलाई कुनै कोठाको एउटा कमरा दैलो ठुनेर बस्नु पर्दैन। तपाईँ आफ्नो कार्य गर्दै गर्दाखेरि पनि, तपाईँ बाटोमा हिँड्दै गर्दाखेरि पनि प्रभुसँग तपाईँ बातचित गर्दै गर्नु सक्नुहुनेछ। किनभने आजको समयहरूमा आज कसैले पनि घन्टौँ घरभित्र बसेर प्रार्थना गर्ने समय छैन। तर आज तपाईँ र मैले गर्दै गरेको काममा हामी आमाहरू जो हामी घरमा बस्छौँ, हामी भाँडा माझ्दा, लुगा धुँदा, खाना पकाउँदा, हाम्रो परिवारको देखरेख गर्दै गर्दाखेरि पनि हामी ती नानीहरूको, ती बालकहरूको लागि हामी प्रार्थना गर्न सक्छौँ। यो चाहिँ परमेश्वरले चाहनु भएको। यसै कारण चाहिँ परमेश्वरले आह्वान गर्नुभएको कि अब तिमीहरूको चाहिँ निश्चिन्त भएर सुख विलास गरेर बस्ने समय अब छैन भनेर परमेश्वरले यो चाहिँ आह्वान गर्नुभएको। आउँदै गरेको दिनहरू धेरै कष्टमय छ, धेरै सङ्घर्षको छ तपाईँ र मेरो। सायदै आज त्यो समयमा चाहिँ कस्तो कस्तो व्यक्तिहरूको चाहिँ विश्वास डगमगाएर जान्छ भने आज तपाईँ र म चाहिँ त्यो घडी पनि स्थिर रहन सक्ने तपाईँ र मेरोमा त्यो विश्वास हुनपर्छ।
आज भन्नुभएको छ नि, कलकलाउँदा ती दागका बोटहरूको निम्ति, ती फलहरूको लागि, ती रहर लाग्दा फलहरू, त्यो रहर लाग्दो फलहरू चाहिँ को हो त? आज हाम्रो मण्डली, हाम्रो आउने जेनेरेसन, जसको लागि चाहिँ तपाईँ र मैले बिलाप गर्नुपर्नेछ, जसको लागि चाहिँ तपाईँ र मैले भाङ्रा लगाउन पर्नेछ। आज उनीहरूको निम्ति आज तपाईँ र म रुँदैनौँ भने, उनीहरूको निम्ति हामी परमेश्वरमा बिलाप गर्दैनौँ भनेदेखि चाहिँ आज ती टिप्नको लागि के भनेको छ, ती टिप्नको लागि त्यो दागकोमा बोटमा फलहरू हुने छैन। आज हेर्नुहोस् त, आज यी दिनहरूमा कस्तो कलकलाउँदा व्यक्तिहरू पाकेको फल रुखबाट खसेको झै मानिसहरू मृत्युमा परिराखेको छ। म त्यो कुरा अनुभव गरिराखेको थिएँ। यति बिघ्न मृत्यु कि आज हामीलाई मलामी जानको लागि परिवारको व्यक्तिहरू बाटिएर जान पर्यो। पाकेको फल रुखबाट झरेको जस्तो गरेर मानिसहरू मृत्युमा परिराखेको छ। अनि आज तपाईँ र मेरो आउने जेनेरेसन, हाम्रो मण्डली, हाम्रो परिवार, हाम्रो राष्ट्रका व्यक्तिहरूको निम्ति आज तपाईँ र म रुँदैनौँ भनेदेखि चाहिँ आज को चाहिँ रुने त? तपाईँ र म परमेश्वरमा आज हामीले चाहिँ प्रार्थनाको वेदी सल्काउँदैनौँ भने कसले सल्काउने त? कि आज बाइबल बोकेर चर्च जाँदाखेरि, भजन स्तुति गाउँदाखेरि मात्रै तपाईँ र मेरो जीवन यीशुमा सम्पूर्ण भयो त? परमेश्वरको वचनलाई चाहिँ हामीले बोकेर हिँड्नुपर्छ। परमेश्वरको वचन बोकेर जब हामी चाहिँ हिँड्दैनौँ भनेदेखि चाहिँ हामी कुनै पनि कुरामा हामी सफलता हामीले प्राप्त गर्न सक्दैनौँ है। आज हामीले चाहिँ परमेश्वरमा आज हामी प्रार्थनामा हामी लागिरहन पर्नेछ है। यहाँनिर हामी अर्को वचनलाई हेर्नेछौँ। फेरि यहाँनिर 18 मा भनेको छ, सारा प्रार्थना र अन्तर्विन्तीबाट हर समय आत्मामा प्रार्थना गरेर यसैमा सारा पवित्र जनहरूको निम्ति सतर्फ भएर खुरुन्दार अन्तर्विन्ती गर। आज तपाईँ र मेरो प्रार्थना चाहिँ आज रोकिने प्रार्थना होइन। तपाईँ र मेरो प्रार्थना चाहिँ निरन्तर हाम्रो प्रार्थना चाहिँ परमेश्वरमा जोडिएर जानुपर्छ। निरन्तर हाम्रो प्रार्थना, तब त तपाईँ हाम्रो प्रार्थना परमेश्वरमा सुनाइ भएर जान्छ है। आज याकुब 5 मा हामी हेर्नेछौँ है। फेरि वचन अर्को याकुब 5 को 7 पदलाई हामी यहाँनिर हेर्नेछौँ। यसकारण ए भाइ हो, परमप्रभुको आगमन नभइन्जेल धैर्य धारण गर। हेर, पृथ्वीको बहुमूल्य फलको आशा राखेर किसानले अघिल्लो र पछिल्लो वर्षा नभइन्जेल धैर्य धारण गरेर पर्खिरहन्छ। तिमीहरूले पनि धैर्य धारण गर र हृदयलाई स्थिर गराऊ, किनकि परमप्रभुको आगमन नजिकै छ। आज है हामीले चाहिँ परमेश्वरमा धैर्य धारण गरेर बस्न पर्ने कुराहरू। आज हामीले प्रभुमा हामीले हाम्रो प्रार्थनाको लागि पनि त्यसरी नै हामीले धैर्य धारण गरेर बस्नुपर्छ। कुनै पनि कुराको लागि हामी अत्तालिनु हुँदैन। कुनै पनि कुरा, चाहे तपाईँले जुनै पनि कार्य गर्नुहोस्, चाहे प्रार्थना गर्नुहोस्, चाहे आफ्नो पारिवारिक कुनै काम गर्नुहोस्, कुनै चर्चको कुनै काम गर्नुहोस्, आज हामीले जब हामी अत्तालिएर काम गर्छौँ भनेदेखि चाहिँ त्यहाँ गलत भएर जान्छ है। तर आज यहाँ भनेको छ, हर पृथ्वीको बहुमूल्य फलको आशा राखेर किसानले अघिल्लो र पछिल्लो वर्षाको इन्तजार गर्छ। हामीलाई थाहा छ, हामी सबैजना गाउँ बस्तीदेखिको आएका छौँ। हामीलाई याद छ है, आज हामीले एउटा फसल लगायौँ भने आज त्यसलाई फल फलाउनको लागि आकाशबाटको पानीको हामीले इन्तजार गर्नुपर्छ। त्यो इन्तजार गर्न कति समय लाग्छ। हामीले धैर्यलाई धारण, एउटा किसानले जस्तो पर्खिने, एउटा धैर्य धारण गर्ने एउटा शक्ति, त्यो सामर्थ्य चाहिँ आज तपाईँ हामीमा हुनपर्छ है। आज हामीले चाहिँ अघिल्लो र पछिल्लो वर्षा नभइन्जेल जसरी किसानले आफ्नो फसलको, आफूले लगाएको अन्नबाली आफ्नो धनसारमा बटुल्नको लागि इन्तजार गर्छ, त्यसरी नै आज तपाईँ र मैले पनि आज परमेश्वरको लागि हामीले गरेको प्रार्थनाको उत्तर पाउनको लागि धैर्य धारण गर्नुपर्छ। तपाईँ र म कहिले पनि विचलित हुनु हुँदैन, कहिले पनि हामी अत्तालिनु हुँदैन। हामी निरन्तर प्रार्थनामा लागेर धन्यवादको साथमा हामी निरन्तर प्रार्थनामा हामी लागिराख्नुपर्छ है।
अनि आज यसरी है परमेश्वरले आज हामीलाई चाहिँ परमेश्वरले चाहिँ आज दिन प्रतिदिन तयार भएको आउनेवाला दिनको त्यो सङ्कष्टमा नपरोस् भनेर चाहिँ प्रभुले आज यो वचन दिन भएको तयारीको लागि। अनि स्वर्ग चाहिँ एउटा तयारी भएको व्यक्तिको लागि हो है प्रियहरू। आज बिना तयारी चाहिँ हामीले स्वर्गमा जान सक्दैनौँ। परमेश्वरले तपाईँ हाम्रो लागि असल घर बनाइसक्नु भएको छ। स्वर्ग तयारी गरिएको ठाउँ हो जो चाहिँ तयारी भएको व्यक्तिहरूको लागि। आज बिना तयारी चाहिँ आज हामी हिँड्छौँ भनेदेखि चाहिँ कहिले पनि हामी आफ्नो गन्तव्यमा पुग्न सक्दैनौँ। तर जब हामी तपाईँ र म तयारीको साथमा हामी हिँड्छौँ भनेदेखि चाहिँ हामीले आफ्नो गन्तव्यमा हामी पुग्न सक्छौँ है। आज जब खेलको मैदानमा जुनै पनि खेलाडी उत्रिन्छ, चाहे फुटबल खेल्नुहोस्, भलिबल खेल्नुहोस् या क्रिकेट खेल्नुहोस्, जुनै पनि खेलको मैदानमा जब उत्रिन्छ नि तब आज उनीहरूले त्यहाँको के गर्नुपर्छ, नियमलाई पालन गर्नु पर्यो नि। आज त्यहाँको एउटा रेफ्रीको अन्डरमा आज त्यहाँको नियमलाई पालन गरेर उसले खेल्यो भने मात्रै उसले एउटा पुरस्कार प्राप्त गर्न सक्छ। बिना नियम तोडेर यता र उता कुदेर उसले त्यो एउटा पुरस्कारलाई प्राप्त गर्न सक्दैन नि, उसले पाउँदैन नि त होइन। उसलाई त्यो पुरस्कार प्राप्त गर्नको लागि दौडमा दौडिनको लागि आज हामीले त्यो खेलको एउटा नियमको पालन गर्नुपर्छ। तब मात्र हामीले गएर त्यो पालन गऱ्यौँ भनेदेखि चाहिँ हामीले गएर हामीले त्यो पुरस्कारलाई प्राप्त गर्न सक्छौँ। तर जब हामीले नियमै पालन गरेका छैनौँ भने तपाईँ वर्षौँ दौडिनुहोस् न, वर्षौँ फुटबल खेल्नुहोस् न, तर तपाईँले कहिले पनि विजयलाई प्राप्त गर्न सक्नुहुन्न। आज इसाई जीवन पनि यस्तै हो है। आज हामी वर्षौँदेखिको इसाईहरू होला, 50 वर्ष होला, कसैको 60 वर्ष होला, 40 वर्ष होला होइन। तर जब हामी परमेश्वरको वचन अनुसार, परमेश्वरको नियम कानुन अनुसार हामीले चल्दैनौँ भने चाहिँ आज हामी चाहिँ त्यो खेलाडी जस्तै हौँ। आज हामीले जति नै दौडे तापनि, जति नै हिँडे तापनि जब परमेश्वरको वचनलाई हाम्रो जीवनमा नलिकन जतासुकै हामी दौडेर इसाई त हौँ तर दौडी त्यसरी हिँडिरहेछौँ भने हामीले कहिले पनि त्यो पुरस्कार हामीले प्राप्त गर्न सक्दैनौँ। यसै कारण स्वर्ग चाहिँ तयारी भएको ठाउँ हो जो चाहिँ तयारी भएको व्यक्तिको लागि, जो जित्ने व्यक्तिहरूको लागि मात्र हो है। आज म परमेश्वरको वचनलाई म यतिमै राख्दछु है। मैले कति भन्नमा गल्ती गरेँ होला, म क्षमा चाहन्छु।